यस्तो छ, म कला क्षेत्रमा लाग्ने कुराहरू चाहिँ म केटाकेटीदेखि नै लाग्यो हो होइन। म सानै बच्चादेखि नै मेरो पिताजीले उहाँ पण्डित हुनुहुन्थ्यो, ज्योतिष पनि हुनुहुन्थ्यो। उहाँले चिना लेख्नुहुन्थ्यो, त्यति बेला हातले चिना लेख्ने चाहिँ चलन हुन्थ्यो। हातले चिना लेख्दाखेरि त्यो चाहिँ नि त्यो ह्यान्डराइटिङहरू एकदम सुन्दर बनाउनु पर्ने, अनि त्यसपछि त्यो चिनाहरूमा पात्रोहरूमा चाहिँ एकदम राम्रा चित्रहरू अङ्कित गर्नुपर्ने, अनि त्यसमा चाहिँ राम्रा रङहरू भर्नुपर्ने, त्यो कुराहरू हुन्थ्यो। पिताजीले त्यो काम चाहिँ नि घरमा गरिराखेको मैले देख्थेँ। र मैले सबैभन्दा पहिला म चाहिँ चित्र सिर्जना गर्ने प्रति चाहिँ मेरो सबभन्दा पहिलो उत्प्रेरणा चाहिँ मेरो पिताजी नै हुनुहुन्छ। म त्यहीँबाट नै मैले सुरु गरेँ र पछि चाहिँ म चाहिँ नि अब पढ्दै जाँदाखेरि म चाहिँ नि पढेपछि अब त्यो बेलामा म चाहिँ शिक्षकको रूपमा मैले काम गरेँ। मैले मुस्ताङमा शिक्षकको रूपमा काम गरेँ, तर पछि चाहिँ म यता गैँडाकोट सरुवा भएर बसाइसराई गरेर चाहिँ यता आइपुगेपछि, बागलुङबाट यता आइपुगेपछि मलाई मुस्ताङ जान आउनु चाहिँ अलिकति पाएको परेन। अनि त्यसपछि मैले चाहिँ नि अब उता जान त्यति मन गरिनँ। अनि यहाँ चाहिँ एकजना गोविन्दराज विनोदी भन्ने एकजना सर हुनुहुन्छ, अनि उहाँ पनि राम्रो चित्रकार हुनुहुन्छ। अनि उहाँसँगको सङ्गतले चाहिँ नि म बिस्तारै चित्रकारीतर्फ म आफूलाई मोडेँ र मैले उताको जागिर चाहिँ मेरो स्थायी भइसकेको जागिर मैले छोडेर चाहिँ अनि यतैपट्टि मैले चित्रकारी सुरु गरेँ। मैले खास गरेर यो 2038-39 सालतिरबाट मैले अलि धेरै राम्रोसँग मैले चित्रकारी गरेँ। हालांकि मैले बिचमा चाहिँ मैले छोडेँ पनि, फेरि बिचमा चाहिँ मैले यो सबै कुराहरू मैले गरिनँ। अनि त्यसपछि यो गैर सरकारी संस्थाको क्षेत्रतिर चाहिँ अलिकति कार्यरत रहेँ, तर पनि त्यो बिचमा चाहिँ मैले केही न केही गरिरहने, गैर सरकारी संस्थाहरूमा चाहिँ त्यहाँका तालिमहरूमा काम लाग्ने, पोस्टरहरू बनाउने, अनि थुप्रै सन्देशमूलक चाहिँ नि लेखनहरू, पोस्टर सँगैको चाहिँ लेखनहरू गर्दाखेरि मैले विभिन्न अहिलेसम्म 5वटा चित्र पुस्तकहरू चाहिँ मैले तयार पनि गरेँ। र अनि पछिल्लो समयमा चाहिँ म अलि यो चित्रकारितामा अलिकति बढी नै म व्यस्त छु। 12वटा एकल चित्रकलाहरू चाहिँ नि प्रदर्शनी गरेँ र 50औं समूह चित्र प्रदर्शनीहरू कार्यशालाहरूमा देश विदेशमा नेपाल, क्यानाडा, जर्मनी, अफगानिस्तान, भारत, अनि त्यसपछि तपाईँको नर्वे, अनि डेनमार्क जस्ता देशहरूमा, जापान, कोरियाहरूमा मेरा कला कार्यहरू चाहिँ सङ्कलित छन्। मैले त्यहाँनिर पनि आफ्नो कामहरू चाहिँ प्रदर्शन गरेको छु। यसरी चाहिँ आफ्नो कला यात्रा चाहिँ यसरी बढ्यो। यस्तो हुन्छ। अब यसमा चाहिँ मेरो चाहिँ सामाजिक सहभागिता पनि अहिलेको म वर्तमानको कुरा गर्दाखेरि चाहिँ हो, यो मेरो सामाजिक सहभागिता पनि एक किसिमको बढी नै छ। त्यस कारणले गर्दाखेरि मैले एकदमै घडी हेरेर सिकाउन चाहिँ मलाई अलि सम्भावना छैन अहिलेलाई हैन। यति बजेदेखि यति बजेसम्म पढाउने भन्ने चाहिँ म गर्न सक्दिनँ, तर केही इन्ट्रेस्टेड भाइ बहिनीहरू मसँग आएर त्यहीँ बसेर मसँगै मैले गरेको कामहरू हेर्ने, अनि उनीहरू पनि काम गर्ने, प्र्याक्टिस गरिरहने हो भने त्यस्ता केही विद्यार्थीहरू मसँग 2 वर्ष, 3 वर्ष, 4 वर्ष गरेर एक लेभलमा पुगिसकेपछि अनि मैले चाहिँ फेरि तिनीहरूलाई आर्ट कलेजहरूमा पठाइदिएको छु। त्यहाँ लगेर आफै भर्ना गरेको छु। 1-2 जना विद्यार्थीहरू मैले पहिला मेरोमा चाहिँ 3 वर्ष, 4 वर्ष पढे, तिनीहरूलाई लगेर मैले काठमाडौँ चाहिँ नि आर्ट कलेजमा भर्ना गरेँ। उनीहरूले ब्याचलर गरे। अब अहिले मैले फेरि उनीहरूलाई इन्डिया पढ्न पठाउँदैछु हैन। यी खालका कुराहरू चाहिँ नि मबाट हुन्छन् हैन। तर मैले एकदम घडी हेरेर यति बजेदेखि यति बजेसम्म पढाउने भन्ने कुरा मेरो चाहिँ अरूतिरको संलग्नताले गर्दाखेरि पनि अहिले सम्भव भएको छैन। बाटो देखाउन चाहिँ सकिन्छ आउने हैन। यो फेरि यो कस्तो छ भने अहिलेको जेनेरेसनमा त्यो धैर्यता हामीले जुन किसिमले हामी सिक्यौँ त्यो खालको धैर्यता चाहिँ अहिलेको जेनेरेसनमा अलिक कम देखिन्छ हैन। तैपनि म जति समय लाएर भए पनि, जत्रो मेहनत गरेर भए पनि म सिक्छु भनेर कोही आउँछन् भने
र मलाई चाहिँ यो भाइ बहिनीले चाहिँ यिनीहरूले चाहिँ राम्रोसँग सिक्छन् भन्ने मलाई विश्वास लाग्यो भने म सिकाउँछु, अहिले पनि सिकाउँछु। मैले बिहान राति दिउँसो उनीहरू आएर मेरै घरमा आएर बसे पनि हुन्छ, बस्ने खाने मेरै घरमा गरेर पनि सिकेका छन् थुप्रै भाइ बहिनीहरूले होइन। त्यसो गरे पनि हुन्छ, म त्यसरी सिकाउन त म तयार छु। यस्तो हुन्छ अब यो कुरा चाहिँ कस्तो छ भने चित्र सृजना गर्दाखेरि एक थरी चाहिँ कमर्सियल कामहरू हुन्छ होइन, कमर्सियल पेन्टिङहरू हुन्छ। तिनीहरू चाहिँ काम गरेर बेचेर खान सक्ने कलाकारहरू छन्, थुप्रै छन्। हामी यहाँ पनि सकिन्छ, नसक्ने होइन। अब अर्को थरी कामहरू कस्ता छन् भने अलिकति थिमेटिक कामहरू छन् चित्रहरूमा, जसले केही विचार दिन्छ, केही आदर्श दिन्छ, केही दर्शन दिन्छ। त्यो खालको कामहरू चाहिँ रेगुलर गरेर, रेगुलर बेचेर, रेगुलर चाहिँ आफ्नो नुनतेल हुन्छ भन्न सकिँदैन। त्यो चाहिँ नि हामीले गर्दाखेरि बेच्दाखेरि आउँछ, त्यसको पैसा नआउने चाहिँ होइन, राम्रै पैसा पनि आउँछ। तर त्यो धैर्यता चाहिन्छ, समय पर्खिनुपर्छ। म चाहिँ नि खास गरेर अलिकति यो अहिले पछिल्लो समयमा अलिकति आध्यात्मसँग सम्बन्धित, अलि जीवन दर्शनसँग सम्बन्धित, अनि त्यसपछि अनि अलिकति अवधारणात्मक खालको चित्रहरू चाहिँ म गरिरहेको छु। त्यस कारणले चाहिँ नि अहिले अलिक गाह्रो भइरहेछ। यो खास गरेर कुनै राज्यमा कला या संस्कृतिको विकास भन्ने कुरा त्यो देशको शासकहरूमा भर पर्दो रहेछ होइन। अब इतिहास हेर्दाखेरि नेपालमा लिच्छवीहरू, मल्लहरू को शासनकाल चाहिँ खास गरेर यो कला विकासमा चाहिँ एकदमै सुनौलो शासनकाल थियो। र अहिले पछिल्लो समयमा आइसकेपछि त अब कस्तो भयो भने नेपालमा कला विकासको ट्रेन्डको कुरा गर्दाखेरि काठमाडौँ चाहिँ नेपाल हो भन्ने देखिन्छ। किनभने काठमाडौँ बाहिर चाहिँ कलाको गतिविधिहरू एकदम शून्य बराबरै छ। हालांकि केही नेवारहरू बस्ती भएको ठाउँमा अहिले पनि कला संस्कृतिको चाहिँ अलिकति छुट्टै खालको एउटा विकासक्रम देखिन्छ। तर पनि यसको मतलब नेवार मात्रै कला संस्कृतिमा अलिकति संवेदनशील छन्, अरूमा केही पनि छैन भन्ने पनि होइन। अरू समुदायहरूमा पनि जस्तै थारू समुदायमा, अवध समुदायमा, मैथिली समुदायमा, मगर गुरुङ समुदायमा र बाहुन क्षेत्र समुदायमा पनि आफ्ना मौलिक कला अभ्यासहरू चाहिँ पर्याप्त रूपमा नभएका चाहिँ होइनन्। तर अब बाहुन क्षेत्रीहरूको पनि विभिन्न किसिमले उनीहरूको पूजा पद्धतिमादेखि लिएर कला संस्कृतिका अरू विभिन्न जीवनका जिन्दगीका चाहिँ विभिन्न पद्धतिहरूमा कलालाई र संस्कृतिलाई चाहिँ छुट्टै महत्त्व दिएको पाइन्छ। तर पनि यसको विकासक्रम हेर्दाखेरि पछिल्लो समयमा खासै अब यसको चाहिँ नि त्यस्तो विकास चाहिँ उल्लेखनीय रूपमा चाहिँ भयो भनेर चाहिँ मान्न सकिने स्थिति त्यस्तो छैन। र पछिल्लो कालमा चाहिँ पछिल्ला शासकहरूले शासन गरिरहेको बेलामा नेपालको कला र संस्कृतिको अवस्था चाहिँ एकदम ओह्रालो अवस्थामा छ भन्न सकिन्छ। अनि कला भने त तपाईको के हो भने कला चाहिँ मानव सभ्यताको प्रतीक हो हैन। कला भनेको चाहिँ मानव सभ्यताको विकासक्रम सँगसँगै मानिसहरू कसरी आफूलाई विकसित बनाउँदै गए, कसरी एक चरणबाट अर्को चरणमा प्रवेश गर्दै गए, त्यो सबै कुराको अभिलेख चाहिँ कलामा हुन्छ, संस्कृतिमा हुन्छ हैन। त्यसकारण चाहिँ कला र संस्कृतिको चाहिँ मानव विकासको क्रममा चाहिँ यिनीहरूको भूमिका चाहिँ छुट्टै खालको आफ्नै खालको हुन्छ हैन। अब अहिले पछिल्लो अवस्थामा खास गरेर चाहिँ आम समुदायमा चाहिँ कला भन्ने कुरा चाहिँ नि खास गरेर यो भए पनि हुन्छ नभए पनि हुन्छ भन्ने खालको यो चाहिँ नि शासकहरूको तर्फबाट नै त्यो खालको चाहिँ सन्देश घुमाउरो पाराले गएको जस्तो देखिन्छ। त्यसले गर्दाखेरि कलाप्रतिको चाहिँ एक किसिमको चाहिँ आम मान्छेहरूमा, आम समुदायमा चाहिँ अलिकति निराश चाहिँ नि बढ्दै जाँदै चाहिँ अहिलेको अवस्थामा त एक किसिमले चाहिँ कला चेतना नै एक किसिमको चाहिँ शून्य अवस्थामा
र अनि कला चाहिँ नै खास गरेर कलामा चाहिँ कुनै किसिमले चाहिँ यो महत्त्व नदिएको अवस्था, कला चाहिँ एकदम यो समावेशी विषय भएको जस्तो चाहिँ नि देखिन्छ। अब यसलाई चाहिँ नि यो किन यस्तो भएको होला भन्ने मलाई लाग्छ भने राज्यले अहिले चाहिँ कला क्षेत्रमा चाहिँ लगानी गर्न छोड्यो, कलालाई आफूले संवेदनशील ठान्न छोड्यो, त्यसो भएपछि कला क्षेत्रमा चाहिँ लगानी गर्न छोड्यो र अनि यसलाई चाहिँ कला चाहिँ कुनै एउटा नभए पनि हुने खालको होइन, अब यो कला नभए पनि काम चल्छ र अब यसले यो चाहिँ नि किन खर्च गरिरहनु पर्यो कलामा भनेर त्यस्तो खालको चाहिँ नि कुराहरू देखिन्छ। यसको चाहिँ सबैभन्दा ज्वलन्त उदाहरण त के छ भने नेपालमा कलाका विद्यालयहरू महाविद्यालयहरू छैनन् होइन, कलाको ग्यालेरीहरू चाहिँ नि छैनन्। काठमाडौँभन्दा बाहिर काठमाडौँमा भएका एक दुईवटा सरकारी प्रयासबाट चलेका छन्, अरू केही चाहिँ प्राइभेट किसिमले चलेका छन्। त्यहाँ बाहेक चाहिँ कलाको चाहिँ नि ग्यालेरीहरू, कलाका सङ्ग्रहालयहरू राजधानी बाहिर त कहीँ पनि छँदै छैनन्। त्यसो भएपछि कुरो के भयो भने यो देश नै कलाको तर्फबाट हेर्दाखेरि कला बाहिर के अरे उपत्यका बाहिर कलाका कलेजहरू नहुनु, स्कुलहरूमा चाहिँ कलाको पढाइ नहुनु, सङ्ग्रहालय नहुनु, ग्यालेरीहरू नहुनुले गर्दाखेरि कला शून्यताको अवस्था छ नेपालमा चाहिँ। अब यसलाई चाहिँ नि यो बिस्तारै यसको परिणामस्वरूप चाहिँ के भइरहेछ भने मानवीय संवेदनशीलता चाहिँ नि एकदमै घट्दै घट्दै गएको छ। मान्छेलाई चाहिँ नि मानव सभ्यताको चेतना नहुनको कारणले, कला नहुनको कारणले मानव सभ्यताको चेतना घट्दै गयो, मानव सभ्यताको चेतना घट्दै जानुको कारणले गर्दाखेरि तपाईँको यो मानवीय संवेदनशीलता को पनि ह्रास हुँदै गयो। अब यही कुराहरू कलाका अवसरहरूको कुराहरू गर्दाखेरि पनि अब यसको बारेमा कुरा गर्दाखेरि पनि त्यही नै भन्न सकिन्छ कि अब कलामा शून्यता छायो होइन। कलामा शून्यता छाएको अर्थ हिजो के भएको थियो, हाम्रा पुर्खाले के गरे होइन, हाम्रो देशको हाम्रो मानवीय विकासको चाहिँ जुन सभ्यताको चाहिँ जुन इतिहास छ त्यो इतिहासमा चाहिँ हिजो के लेखिएको थियो, के क्रियाकलापहरू भए र आज चाहिँ तिनीहरू कहाँनिर पुगे भनेर एक किसिमको चाहिँ त्यो जुन शून्यताको अवस्था आएको छ नि, त्यो भनेको चाहिँ के भने एकदम जडताको अवस्था हो। जब मान्छेमा चाहिँ यी कुराहरू साहित्य, कला, सङ्गीत र समग्र संस्कृति प्रति चाहिँ मान्छेको चाहिँ उदासीनता जब हुन्छ नि, तब चाहिँ के हुन्छ भने अनि अब फर्दर अगाडिपट्टि कहाँबाट विकास गर्ने र त्यो सभ्यताको विकास चाहिँ कहाँसम्म पुर्याउने भन्ने कुरा नै हुँदैन। त्यस कारणले गर्दाखेरि यो एक किसिमको शून्यताको स्थिति सृजना भएको छ। तैपनि यति हुँदाखेरि पनि मान्छेमा चाहिँ कलाप्रतिको प्रेम चाहिँ छ, अहिले पनि छ र तर चेतना कम भएको, कला चेतना कम भएको कारणले, कला शिक्षा कम भएको कारणले गर्दाखेरि कलाको एकदम नेपालमा हेर्दाखेरि मान्छेले चाहिँ नि कलाबाट चाहिँ के अपेक्षा गर्छन् भने एकदम प्रारम्भिक अवस्थाको कला चाहिँ नि रोज्दछन् उनीहरूले। रोज्दाखेरि जस्तै कलामा तपाईँको कुरा गर्दाखेरि के हुन्छ भने दुई किसिमले चाहिँ कलाहरूलाई चाहिँ हेरिन्छ। सबभन्दा सुरुमा हेर्दाखेरि एक किसिमको चाहिँ कस्तो भन्नुहुन्छ भने झलक्क हेऱ्यो, हेर्दाखेरि राम्रो देखियो होइन, राम्रो देखिएपछि आहा यो कस्तो राम्रो छ यो कला भन्यो, अनि त्यसपछि एक किसिमले मन परायो, पराउनेले नपराउनेले अर्को चाहिँ हेर्दै गयो होइन। त्यो एक किसिमको हुन्छ। अब त्यस्तामा चाहिँ दृश्य चित्रहरू हुन्छन्, कुनै पनि सुन्दर कुराहरूलाई चित्राङ्कित गरिएको कुराहरू हुन्छ, ती कुराहरू हुन्छन्। अब अर्को किसिमको चित्रहरू कस्तो हुन्छ भने कलालाई चाहिँ अलिक बेर लगाएर पढ्नुपर्ने खालको कलाहरू हुन्छन्। कलामा थुप्रै सङ्केतहरू हुन्छन्, कलाले थुप्रै कुराहरूलाई देखाइरहेको हुन्छ। त्यहाँका चाहिँ रेखाहरूले बोलिरहेका हुन्छन्, त्यहाँको रङले बोलिरहेका हुन्छन्, त्यहाँको त्यो वस्तुको संयोजन, रङको संयोजन, रेखाको संयोजनले केही नयाँ कुराहरू बोलिरहेको हुन्छ र त्यो बोलेको कुरालाई चाहिँ नि भावकहरूले चाहिँ नि पढ्दछन्। त्यसो गर्नको लागि चाहिँ भावकहरूले चाहिँ लामो समय लगाएर कलाको अध्ययन गर्नुपर्ने हुन्छ। त्यस कारण चाहिँ हामीमा चाहिँ नेपालमा चाहिँ के छ भन्नुहुन्छ भने यो कलाको
चेतना मैले अघि भने कलाको चेतनाको स्तर कलाको शिक्षाको मतलब प्रचार प्रसार कम भएको कारणले कलामा जुन चेतनाको स्तर कम छ त्यो कारणले गर्दाखेरि आम नेपालीहरू आम नेपाली भावकहरू पढ्ने चित्रहरू भन्दा हेर्ने चित्रहरूलाई बढी मन पराइरहेका हुन्छन्। हजुर अब के गर्नुपर्छ भन्ने बारेमा केही कुराहरू चाहिँ छन् जसलाई सरकारले नै पहल गर्नुपर्छ। अब पहिलो कुरा त के गर्नुपर्छ भने कला पढ्ने वातावरण बनाउनुपर्छ हैन। सरकारले चाहिँ कला पढ्ने वातावरण बनाउनुपर्छ। जस्तै हरेक विद्यालयमा कमसेकम एकजना कला शिक्षक हुनुपर्छ। अनि त्यसपछि हरेक प्रदेशमा कमसेकम एउटा कलेज हुनुपर्छ, कलाको कलेज हुनुपर्छ। हरेक प्रदेशमा कमसेकम एउटा प्रदेश स्तरको ग्यालरी हुनुपर्छ र त्यसबाहेक चाहिँ अरू साना ग्यालरीहरू चाहिँ यथासम्भव ठाउँहरूमा चाहिँ जिल्लाहरूमा स्थापित गर्नुपर्छ। हरेक प्रदेशमा कमसेकम पनि एउटा कला सङ्ग्रहालय हुनुपर्छ हैन। त्यति भइसकेपछि के हुन्छ भने मान्छेले कला उत्पादन गरेर कला सिर्जना गरेर कहाँ लगेर देखाउने अनि त्यसपछि कसले त्यहाँ कसरी त्यसको सङ्ग्रह गर्छ त्यति कुराको टुङ्गो हुन्छ। र अनि अब अर्कोतिर गर्दाखेरि के गर्नुपर्छ भने हरेक घरमा कलाहरू सङ्ग्रह गर्ने कलाहरू सजाउने ठाउँ चाहिँ अनिवार्य गर्नुपर्छ। हरेक घर कलाघर हुनुपर्छ। जस्तै उदाहरणको लागि नगरपालिकाले र गाउँपालिकाले घरको नक्सा पास गर्ने बेलामा हैन हरेक घरमा चाहिँ कलाहरू विभिन्न कलाहरू कमसेकम एउटा दुईटा कलाहरू चाहिँ राख्ने ठाउँ चाहिँ नि नक्सामै अङ्कित गरेको हुनुपर्छ हैन। त्यसो भयो भने मान्छेले के हुन्छ भने कमसेकम एउटा दुईटा चाहिँ हस्तसिर्जित कलाहरू चाहिँ हामी घरमा चाहिँ राख्नुपर्छ भन्ने खालको एउटा चेतना हुन्छ। अनि त्यसपछि गएर चाहिँ अनि अर्को चाहिँ सबैभन्दा महत्त्वपूर्ण कुरा के हुन्छ भने समग्र राष्ट्रले अब हाम्रो राष्ट्रमा कला र संस्कृतिको विकास गर्नुपर्छ र कला र संस्कृति विकास गर्नको लागि कला र संस्कृति विकास रणनीति तयार गर्नुपर्छ भनेर एउटा रणनीति नै तयार गर्नुपर्छ हैन। हरेक वार्डदेखि लिएर हरेक विद्यालयदेखि लिएर हरेक चाहिँ पालिकाहरूदेखि लिएर हरेक चाहिँ कलेजमा हरेक विद्यालय महाविद्यालयहरूमा तिनीहरूलाई कसरी गर्ने हरेक त्यो सङ्ग्रहालयहरूमा हरेक त्यो ग्यालरीहरूमा सरकारी नियुक्ति गर्ने कर्मचारीहरू नियुक्ति गर्ने तिनीहरूले चाहिँ त्यसको लागि काम गर्ने र अनि त्यसपछि पब्लिक लेभलबाट भएका कामहरू चाहिँ त्यहाँ सङ्ग्रहित गर्ने र तिनीहरूको प्रदर्शन गर्ने र सङ्ग्रहित गर्ने गर्दाखेरि के हुन्छ भने आम मान्छेलाई अब यो चाहिँ नि कला भनेको कुरा चाहिँ वास्तवमा सङ्ग्रह गर्नुपर्ने बुझ्नुपर्ने पढ्नुपर्ने पढाउनु पर्ने केटाकेटीहरूलाई यो चाहिँ महत्त्वपूर्ण विषय रहेछ भन्ने हुन्छ र त्यसपछि मात्रै कला विकासको चरण चाहिँ सुरु हुन्छ। नभए भने अहिलेको हिसाबले हेर्दाखेरि चाहिँ हाम्रो देशमा कलालाई राज्यले प्राथमिकतामा राखेको छैन भन्ने नै देखिन्छ। अब यो कुरा के छ भने कलाकारहरूको चाहिँ अब आफ्नोपन हुन्छ सबै कलाकारहरूको हैन। त्यो मध्ये पनि मेरो कलाकारितामा पनि केही न केही विशेषता फरकपन छ भन्ने चाहिँ मलाई लाग्छ। त्यसमध्ये चाहिँ म आफूलाई चाहिँ मैले चाहिँ चित्रहरू कुनै पनि चित्र सिर्जना गर्दाखेरि त्यो चित्रले केही न केही सन्देश दिनुपर्छ हैन। त्यसले चाहिँ केही न केही मान्छेको लागि केही न केही सन्देश दिनुपर्छ केही न केही सूचना दिनुपर्छ भन्ने चाहिँ मलाई लाग्छ र मैले चाहिँ त्यही खालको चित्रहरू सिर्जना गर्छु भन्ने चाहिँ म सोच्दछु। जस्तै त्यसको समग्र त्यो कलाको जुन मूल विषयवस्तु छ त्यसले चाहिँ कहिलेकाहीँ त्यसले सूचना सन्देश दिइरहेको हुन्छ, कहिले चाहिँ नि तपाईँको त्यो कलाको पृष्ठभूमिले पनि केही न केही सन्देश दिइरहेको हुन्छ हैन। कहिलेकाहीँ चाहिँ त्यहाँको रङले रेखाहरूले या कुनै न कुनै किसिमले त्यहाँ केही न केही कुराहरू भन्न खोजिरहेको छ त्यो कलाले भन्ने खालको मान्छेले अनुभव गरून् भन्ने नै लाग्छ मलाई चाहिँ।
म चाहिँ त्यो अलिकति आफूलाई चाहिँ म त्यही खालको म चित्रहरू सृजना गर्छु भन्ने मलाई लाग्दछ। चित्रकारको मौलिकता भनेको चित्रकारले चाहिँ चित्र सृजना गर्दाखेरि चाहिँ नै प्रयोग गर्ने आफ्नोपन हो त्यो, हैन। अब यो भनेको चाहिँ नि कस्तो हो भने मैले अघि पनि भने कसैका चित्रहरू चाहिँ के हुन्छन् भने कसैले चित्रहरू बनाउँदाखेरि उसले ल्यान्डस्केपहरू, हैन, जमिन, त्यहाँको नदी नाला खोला डाँडा पाखा जङ्गल जनावर, हैन, यी कुराहरूलाई चित्राङ्कित गर्छ, आफ्नो चित्रको विषयवस्तु बनाउँछ। कसैले घोडालाई आफ्नो चित्रको विषयवस्तु बनाउँछ, कसैले चराहरूलाई आफ्नो चित्रको विषयवस्तु बनाउँछ, कसैले प्रकृतिलाई आफ्नो चित्रको विषयवस्तु बनाउँछ, अनि अब कोही संस्कृतिलाई आफ्नो विषयवस्तु बनाउँछ, कसैले व्यङ्ग गर्नुलाई आफ्नो चित्रको विषयवस्तु बनाउँछ, कसैले चाहिँ नि एकदमै सुन्दर बनाएपछि मात्रै एकदम सुन्दर देखिँदाखेरि झलक्क देखिने एकदम राम्रो सुन्दर वस्तु सृजना गरेकोलाई चाहिँ आफ्नो मूल विषय ठान्दछ। कसैले चित्रमा चाहिँ एकदम गाढा रङहरू प्रयोग गर्छ, कसैले चित्रमा आफ्नो फिक्का रङहरू प्रयोग गर्छ। यसरी चाहिँ के हुन्छ भने चित्रकारले चाहिँ आफूले अभिव्यक्त गर्दाखेरि आफ्नो खास विषयवस्तुहरू त्यहाँ राख्छ, आफ्नो खास शैली त्यहाँ राख्छ, आफ्नो विषयवस्तुको रङको रेखाको संयोजन छुट्टै किसिमको संयोजनहरू स्थापित गर्छ। यो कुरा नै चित्रकारको मौलिकता हुन्छ। यसैभित्र चाहिँ चित्रकारको मौलिकता लुकेको हुन्छ। आम मान्छेहरू नेपालमा खास गरेर अब यो के छ भने चित्रमा पर्याप्त आम मान्छेहरू भावकहरूमा पनि चित्रकारिताको बारेमा चित्रहरूको बारेमा त्यसलाई अध्ययन गर्ने, त्यसलाई पढ्ने, त्यसलाई बुझ्ने एक किसिमको क्षमता चाहिँ चाहिन्छ, हैन। आम मान्छेहरू नेपालका आम मान्छेहरू चाहिँ के हुन्छ भने हेर्दाखेरि राम्रो देखिने कुरा मात्रै चित्र हो भन्ने बुझाइ चाहिँ धेरैजना मान्छेहरूको चाहिँ त्यस्तो देखिन्छ। त्यो चाहिँ नि के हो भने मान्छेको चाहिँ एकदम भित्रसम्म चित्रको भित्रसम्म पुग्न नसक्ने मान्छेहरूले बाहिरी रूप मात्रै हेर्दछन्, हैन। जस्तै तपाईँले देख्नुभयो एकजना कसैले एकदम मेकअप गरेर सुन्दर देखिएको एकजना मान्छे र बाहिर मेकअप गरेर आफूलाई सुन्दर देखाएको चाहिँ होइन, तर भित्रको आफ्नो गुणले चाहिँ सुन्दर भएको मान्छेको बिचमा जे फरक हुन्छ चित्रहरूमा पनि ठिक्क त्यही खालको कुराहरू हुन्छ। कुनै चित्रहरू हेर्दाखेरि सुन्दर देखिन्छन्, तिनीहरूको आफ्नै विशेषता छ, तिनीहरूलाई मन पराउने भावकहरू आफ्नै खालका छन्, तिनीहरूको सृजना गर्ने चित्रकारहरू आफ्नै खालका छन्। अब एक थरी चित्रकारहरूले के गर्छन् भने राम्रै देखिनुपर्छ, झलक्कै देखिनुपर्छ भन्ने होइन, तर त्यहाँभित्र चाहिँ त्यहाँभित्र प्रशस्त सन्देशहरू, प्रशस्त भावनाहरू, प्रशस्त इमोसनहरू, त्यहाँभित्र प्रशस्त भन्न खोजेका कुराहरू, हैन, ती कुराहरू चाहिँ त्यहाँभित्र रहेका हुन्छन्। त्यसलाई ती कुराहरू चाहिँ फरक हुन्छन्। त्यसकारण चाहिँ नि यही नै म मान्दछु। आम मान्छेहरू, धेरै मान्छेहरू सङ्ख्याको हिसाबले हेर्दाखेरि राम्रो देखिने कुरालाई भन्दछन् भने अब केही मान्छेहरू जसले अलिकति त्यसलाई फरक किसिमले त्यसको चाहिँ बौद्धिकतालाई त्यसको सन्देशको हिसाबले बुझ्न चाहन्छन्, तिनीहरू चाहिँ अलिकति गहिरो किसिमले आफ्नो हिसाबले चाहिँ त्यसलाई हेर्ने बुझ्नेहरू हुन्छन्। चित्रकारहरूले लामो समय लगाएर आफ्ना कामहरू तयार गर्छन्। चित्रकारहरू चाहिँ नि कोही चित्रकारहरू त महिनौँ लगाएर एउटा चित्र सिर्जना गर्नको लागि महिनौँ लगाएर चित्र सिर्जना गर्दछन् र अनि त्यसपछि अब त्यसको चाहिँ एक ठाउँमा, हैन, पब्लिकहरूले चाहिँ देख्ने गरी, आम भावकहरूले देख्ने गरी चाहिँ नि त्यसको प्रदर्शन गरिन्छ। त्यति बेला चाहिँ चित्रकारहरूले खास गरेर 3-4वटा कुराहरू चाहिँ उनीहरूले अपेक्षा गरिराखेका हुन्छन्। पहिलो कुरा त उनीहरूको चित्रहरू हेर्नलाई धेरैभन्दा धेरै मान्छेहरू आउन् र धेरै मान्छेहरूले हेरुन् र त्यो चित्रहरूलाई चाहिँ राम्रोसँग विश्लेषण गर्न सक्ने मान्छेहरू आउन् र चित्रहरूलाई हेरेर राम्रो विश्लेषण गर्न सकुन् भन्ने चाहिँ पहिलो दृष्टिकोण हुन्छ। अब त्यो भनेको चाहिँ नि के हो भने उनीहरूले आफूले गरेको कामको पृष्ठपोषण त्यहाँबाट प्राप्त गरून् र आफूले आउने कामहरूमा चाहिँ त्यही अनुसार चाहिँ आफूलाई चाहिँ अलिकति परिमार्जित गरून्
भन्ने चाहिँ चित्रकारहरूको पहिलो अपेक्षा हुन्छ। दोस्रो अपेक्षा के हुन्छ भने आफूले गरेका कामहरू को चाहिँ मिडिया कभरेज चाहिँ राम्रो होस् हैन। मिडिया कभरेज राम्रो होस्, रेडियो टेलिभिजन पत्रपत्रिकाहरू र विभिन्न सञ्चार माध्यममा चाहिँ आफूले गरेका कामहरूको विषयमा चाहिँ अभिव्यक्त गरिएका हुन्, लेखिएका हुन्, छापिएका हुन् भन्ने चाहिँ अर्को अपेक्षा हुन्छ। र तेस्रो अपेक्षा के हुन्छ भने आफूले प्रदर्शन गरेका कामहरू बिक्री गर्न सकियोस् हैन। यसरी चाहिँ यो दुई तीनवटा कुराहरू चाहिँ के हुन्छ भने हरेक चित्रकारले आफ्नो प्रदर्शनीमा अपेक्षा गरेको हुन्छ। कलाभावकहरू खास गरेर हरेक चित्रहरू चाहिँ हेर्न मात्रै नखोज्नुस्, चित्रहरू पढ्ने चित्रहरू हुन्छन् तिनीहरूलाई टाइम लगाएर, प्रशस्त टाइम लगाएर त्यसलाई चाहिँ नि हेर्नको लागि, त्यसलाई पढ्नको लागि समय खर्च गर्नुहोस् भन्ने म चाहन्छु। म त्यो सल्लाह दिन्छु। तपाईको महिनौं लाएर गरेको कामको लागि तपाईँ एक झल्को सर्र हेरेर तपाईँले खोजेको जस्तो झलक्क खालको भएन भने अनि आफ्नो दृष्टिकोण बनाउनु भन्दा त्यसलाई त्यहाँभित्रका रङहरू, त्यहाँभित्रका रेखाहरू, त्यहाँभित्रका वस्तुहरू, त्यहाँभित्रका सङ्केतहरू, त्यहाँ चाहिँ नि त्यो सबै कुराको संयोजन र अनि त्यसपछि त्यसले अभिव्यक्त गर्न खोजेका कुराहरू, त्यसले त्यो चित्रले मान्छेमा सिर्जना गरेको चाहिँ इमोसनहरू, ती कुराहरूलाई चाहिँ नि मान्छेले चाहिँ अलिक गहिरिएर अध्ययन गर्नुहोस्। हरेक चित्रमा चाहिँ नि घन्टौँ समय लगाएर, कहिलेकाहीँ त कति दिनसम्म पनि समय लगाएर चाहिँ त्यो चित्रको अध्ययन गर्नुहोस्। त्यसले गर्दाखेरि हरेक विषयमा घोत्लिने, हरेक विषयमा गहिरिएर चिन्तन मनन गर्ने, विचार गर्ने, विश्लेषण गर्ने क्षमता चाहिँ भावकहरूमा बढ्दछ। म त्यसो भन्न चाहन्छु।